Hello, this is Pinkpen. Welcome to my channel again. अनि आज चाहिँ हामी क्याम्पिङ जाँदैछौँ हैन। कहाँ जाँदैछौँ भन्दाखेरि हामी जाँदैछौँ लेक वालेस भन्ने ठाउँमा। अनि त्यो चाहिँ हाम्रो घरभन्दा 150 किलोमिटर्स टाढा हैन। अनि उयो हाम्रो ठ्याक्क पछाडिको बाटो चाहिँ यो चाहिँ हाम्रो सिटी जाने हैन, पारामाटा जाने हाइवे हो हैन। कुन हाइवे हो सर? ग्रेट वेस्टर्न हाइवे हो। अनि त्यही हाइवेबाट हामी जान्छौँ सिधा 142 किलोमिटर सिधा जान्छौँ हैन। अनि हाम्रो 3 आवर्स ड्राइभ हुन्छ हाम्रो घरबाट। हामी निस्किसक्यो, हामी निस्किया 10 मिनट्स भइसक्यो हाम्रो सब प्रिपरेसन सकेर। अनि हामी चाहिँ आज 4 जना छौँ हैन। अहिले चाहिँ हामी खाजा खान जान लाग्यो। अनि खाजा चाहिँ हामी आज त्यहाँ एकदम श्रीलङ्कन रेस्टुरेन्टमा मिठो पाउँछ होमबुसमा हैन, स्न्याक्सहरू त्यहीँ गएर पहिला खाने। अनि त्यसपछि हामी 4 जना क्याम्पिङ जाँदैछौँ। म 4 जनासँग अहिले इन्ट्रोड्युस गराउँछु है। हामी चाहिँ होमबुस आइसक्यौँ हैन। हाम्रो खाने ठाउँ चाहिँ त्यतातिर छ। अनि हाम्रो गाडी पार्क भइसक्यो हैन, सागर दाइको यो के भन्छ ल्याम्बोर्गिनी। अनि त्यसपछि यहाँ सागर दाइ र विधान दाइ हैसिन्छ हैन। ल विधान दाइबाट सुरु। मेरो नाम विधान। आज हामी अब क्याम्प जान लागेको। होपफुली हाम्रो ट्रिप धेरै राम्रो हुनेछ। सी यू इन आवर होल जर्नी। ठीक Guys, I'm one of the old vloggers from this channel, Sakar. अब हामी आज लेक वालेस गइरहेको छौँ। Let's see how it goes. एकदम टाढा छ, चिसो भइरहेको छ हैन। हजुर। Alright, so we're really looking forward for it. Camping, fishing, boating and everything. So yeah, it should be alright. Let's see guys. यो चिकन रोल चिकन स्न्याक हैन खाँदैछौँ। यो होमबुसमा कडा श्रीलङ्कन रेस्टुरेन्ट छ यो हैन। स्न्याकहरू टन्न पाउँछ हैन। कस्तो छ सागर? This is really good. Every time I'm homebus आउँदा I'm यही खाइरहेको छु। चिकन रोल इज really good. ठीक रमाइलो ठाउँ छ हैन, मिठो छ। हामीले एक झोला चिकन रोल र हल्का खानेकुरा किनेको छौँ हैन। त्यही हो दाइ, अब खानु पर्यो स्न्याक हैन। के नि खाने कि हामी बिएफसीमा छौँ हैन। अनि हामीले अवनबाट भिसन दाइलाई पिक गरिसक्यौँ हैन। के छ त दाइ? भिसन है। अब हामी चाहिँ टक्क यहाँ हाम्रो राफ्टिङ होइन, राफ्टिङको लागि चाहिँ लाइफ ज्याकेट लिन आउँछौँ। यो चाहिँ हेभन हेयर स्पोर्टी लभरहरूको लागि आउटडोर त्यही त गर्ने मान्छेहरू यो ठाउँ चाहिँ हेभन रहेछ क्या। हेभन रहेछ दाइ। जे हेभन लिन मन लाग्छ। चारकोल खाँची चारकोल ल्याछ, फायर लाइटर चारकोल सबै ल्याछ। बब्बाल ठाउँ रहेछ हैन। बिसिएफ भन्ने स्टोरको नाम चाहिँ के अरे बीबाट के बिसिएफ फुल फर्म चाहिँ थाहा भएन मलाई। बोटिङ क्याम्पिङ र फिसिङ बिसिएफ सब गियर्सहरू रहेछ। बब्बा ठाउँ रहेछ क्या, रमाइलो छ हेर्दाखेरि नै। अब हाम्रो चाहिँ बोट रेडी भइसक्यो, राफ्ट रेडी भइसक्यो होइन। अब तर अलिकति बोएन्ट पार्नको लागि चाहिँ हामी लाइफ ज्याकेट लिन आइरहेछौँ। सो वी फाउन्ड वान, होपफुली इट शुड सेभ अस फ्रम ड्राउनिङ। त्यही हो, अब यहाँ लाइफ ज्याकेट किनेर हामी मुभ अन हुन्छौँ यहाँबाट होइन। ठिक छ, लाइफ ज्याकेट भयो त्यो डुबिन्न रे। लाइफ ज्याकेट भयो डुबिन्न रे होइन। अहिले चाहिँ हामी यसो जुस लिन आएको होइन हो। जुस खाँदैछौँ। अनि हाम्रो चाहिँ एक्सप्रेसो होइन, बेलुकाको 6 बजे एक्सप्रेसो हान्दैछ हामी। त्यही पनि स्टिल होइन, हाम्रो यो पुरा सामानले भरेको छ होइन। यहाँ
यो हाम्रो उ भयो यो हाम्रो येलो कलरको हाम्रो के भन्छ बेस्ट यो लाइफ ज्याकेट भयो होइन लाइफ ज्याकेट हाम्रो ब्याग सामान भएर यतापट्टि फिसिङ रड छ होइन यो फिसिङ रड पुरा यस्तो ब्याग गरेर बसिरहेको छ हामी दुईजना चाहिँ सागा दादा हामी बिसन दाई चाहिँ हामी चाहिँ इकोनोमीमा फ्लाइ गरिरहेछौँ सागा दादा र बिसन दाई चाहिँ पुरा प्रिमियममा फ्लाइ गरिराखेको छ होइन बिजनेस क्लासमा फ्लाइ हामी चाहिँ इकोनोमीमा त्यही त यस्तो सामान होइन खुट्टा राख्ने ठाउँ छैन खुट्टामाथि सामान यस्तो छ होइन आएर मस्त पानी परिरहेछ डेन्जर पुरा रुखसुख सब डाँडै छोपिरहेछ हुस्सु लागेर होइन अब 6 बजिरहेछ अब होपफुल्ली 7 बजे हामी 1 घन्टा ठ्याक्क डेस्टिनेसनमा पुगिहाल्छ होइन विल सी यु गाइज इन अ वाइल है त अहिले चाहिँ हामी ब्लू माउन्टेन्स नेसनल पार्क नजिक छौँ होइन अहिले चाहिँ हामी इभान्स लुकआउट भन्ने ठाउँमा आइपुगेका छौँ होइन अनि मैले पहिला पनि भिडियो बनाएको थिएँ हामी एकचोटि क्याम्पिङ फेल भएको थियो हाम्रो होइन त्यतिखेर चाहिँ हामी इभान्स लुकआउट भएको जति ब्लू माउन्टेन्सको सब लुकआउटमा गयौँ होइन 12 आवर्स वाक हानेको थियो होइन इभान्स लुकआउट यहाँबाट 600 मिटर्स होइन अहिले चाहिँ हामी यसो ब्रेक लिनको लागि यहाँ निस्केको हाम्रो गाडी यहाँ पार्क छ होइन हाम्रो सामान चाहिँ गाडीभरि हामी बस्ने सिटभरि सामान छ होइन डिक्की पुरै फुल छ डिक्कीभित्र पनि सामान पुरा प्याक्ड होइन यहाँ सामान नअटेर हाम्रो सिटमा सामान छ होइन हल्का अब एकैछिन ब्रेक लिन्छौँ हामी उता दाइहरू ब्रेक लिएर आइसक्छ होइन पानी परेर हुस्सु फुल पुरा बादल माथि यस्तो आँखाको अगाडि यस्तो छ होइन हाम्रो चौथो ब्रेक हुँदैछ है गाइज त्यसो हिँड्नुभन्दा अगाडि खाजा खाएदेखि केही नखाएको होइन अहिले चाहिँ हाम्रो चाउचाउ ब्रेक छ फ्रुट्सहरू पनि छ हामीले यसो खानालाई हालेको अरेन्ज बनाना होइन अनि त्यसपछि पिच सबै खाइन्छ चाउचाउ खाँदैछौँ हामी के हाम्रो लेकवाले कडा यो ठाउँ त कडा रहेछ साइडमा डाँडा लेक होइन हात्ली भ्याली कडा ठाउँ रहेछ है दाइ के रहेछ भन्छ नि यो ठाउँमा कडा एकदम कडा यार घोडा सोडा होइन अहिले चाहिँ हामी लेकवाले साइड पुग्यौँ साइडमा लेक छ होइन अमेजिङ भ्यू छ होइन हामी सबजना 4 जना एक्साइटेड मासहरू बब्बाल भ्यू होइन साइडमा लेक छ होइन कुखुरा खाने कि हाँस खाने माछा खाने कि होइन फिसिङ सुरु भइसक्यो केटाहरूको फिसिङ सुरु भइसक्यो त्यहाँ होइन साइडमा लेक क्याराभेनहरू होइन बब्बा ठाउँहरू रहेछ अब हामी पुगिसक्यौँ डेस्टिनेसनमा खैरीहरूसँग गफ गर्दै बस्ने जस्तो छ यहाँ त हामी चाहिँ फाइनली लेक वालेस पुग्यौँ होइन 3 आवर्स पछि हाम्रो स्टप 3-4 ठाउँमा भयो होइन त्यही भएर 3 आवर्स भन्दा धेरै लाग्यो होइन कस्तो छ त दाइहरू 3 वालेस एक्कासी समरदेखि विन्टर आए जस्तो भयो होइन ठिक है टाइम ट्राभल हाने जस्तो भयो हामीलाई त अस्तिसम्म 35 डिग्री होइन आज गाडीले धुलो ल्याइरहेछ यो रुखको पछाडि होइन ठ्याक्क यतातिर हाम्रो गाडी हुन्छ क्याम्प हाम्रो 2टा त्यहीँ हुन्छ होइन हल्का हावा पनि छेकिन्छ कस्तो छ त बिदान दाइ सही भाइ यार चिसो हावा होइन हजुर फ्रेस एभ्रिथिङ हजुर हामीले यहाँ कुखुरा सुखुरा देख्न सकिन्छ होइन छ कुखुरा भन्दा नि के भन्नु मिल्यो यसलाई कालिज जस्तो छ नेपालीमा पाउने नेपालमा जङ्गलतिर पाउने होइन ऊ त्यहाँ छ ऊ ठ्याक्क मिल्यो भने चाहिँ एउटा चेराको पाल्नुपर्छ अहिले हो दाइ ठिक होइन ठिक छ बार्बिक्यू गरेर मस्त हुन्छ योपालि त हामीसँग एक्टिभिटिज टन्नै छ होइन क्याम्पिङ इटसेल्फ एउटा भयो होइन हामीले कायाक पनि किनेर ल्याएको छ बोट पनि किनेर ल्याएको छ होइन इन्फ्लेटेबल लाइफ ज्याकेट पनि छ हामीसँग फिसिङ रड पनि छ योपालि यो क्याम्पिङ चाहिँ हामी फुल प्रिपेयर्ड होइन त दाइ बब्बाल हुन्छ जस्तो छ यस्तो गरौँ न दाइ हामीले टेन्ट कहाँ राख्ने त्यहाँ राख्ने हो टेन्ट चाहिँ उ त्यहाँ एउटा हल्का बरु गाडी ब्याक गर्नु त
गाडी यहाँ राखिदिनु लाग्यो मैले हो त्यहाँ राखिदिनु म कहाँबाट घाँस निकालौँ त्यही गर्ने त्यो गाडी यहाँ राखिदिन्छु म पहिला कुन चाहिँ निकाल्ने कि भनेर क्या टेन्ट निकाल्ने कि भनेर टेन्ट चाहिँ निकाल्नु क्या ए हुन्छ टेन्ट हेर्दै गर होइन अब हाम्रो फर्स्ट कुरा चाहिँ हामी यहाँ टेन्ट सेटअप गरिहाल्छौँ 2टा टेन्ट होइन यो रुखको बिचमा हामीले स्पट भेटिहाल्यो अलिअलि हावा पनि छेकिन्छ त्यहीँ होइन पानी पऱ्यो भने पनि अनि ठ्याक्क लेक यहीँ छ हाम्रो साइडमै फिसिङ गर्न पनि सजिलो सबै सजिलो उसमा छ हो ब्यागमा छ लास्टै चिसो रहेछ तर होइन हिजोसम्म 35 डिग्रिज आज चाहिँ एकैचोटि 10 डिग्रिज होइन आज पानी परेर पनि सिडनीभन्दा यो लेक वालेसमा चाहिँ झनै अझै चिसो झन् लेक भएपछि हावासावा चलेर हजुर ल टेन्ट सेटअप गरौँ ल अब हजुर टेन्सन सेटअप गर्नु पऱ्यो हामीले होइन हाम्रो चाहिँ यहाँ सब सेटअप भइसक्यो होइन आगो सागो पनि बलिसक्यो हाम्रो टेन्ट 2टा यहाँ सेटअप भइसक्यो दाइहरू उता स्लिपिङ ब्यागलाई फुल एयर हाल्दै होइन हावा हाल्दै स्लिपिङ ब्यागमा यता आगो पनि बलिसक्यो फायर पनि स्टार्ट भइसक्यो विधान दाइले यहाँ फायर स्टार्ट गरिसक्छ होइन भइसक्यो गाइस हाम्रो खोइ मासु फेरि म्यारिनेट गर्दै भएको छ फायर मात्रै स्टार्ट हुन्छ के गर्ने म्यारिनेटेड होइन ठिक म्यारिनेट चिकन हो अर्को 10-15 मिनट्समै हाम्रो सब सेटअप भइसक्यो होइन यहाँ अलिअलि मैले वुडहरू पनि कलेक्ट गरेर ल्याएको छु होइन अब कलेक्ट गर्नु अझै बाँकी छ त्योभन्दा अगाडि हल्का यसो हाम्रो प्रोग्रेसको भिडियो बनाइदिउँ भनेर ठ्याक्क माथि रुखहरू छ वरिपरि रुखहरू छ होइन अनि हावा पनि छेक्छ ठ्याक्क यतापट्टि यो हाम्रो गाडीको पछाडिपट्टि लेक छ त्यहाँबाट हावा आउँछ त्यही भएर ठ्याक्क क्याम्पको अपोजिट गाडी डायग्नल दाइको स्लिपिङ ब्याग त कडा रहेछ दाइ लग्जरी हो कडा 5 स्टार रहेछ माथि तारा कस्तो देखेछ स्टार एक्सल स्टार चाहिँ अहिले देखिया छैन किनकि आज हल्का पानी लाग्दैछ नि त पानी परिरहेछ नि त बादल लागेर दाइ के हो यस्तो 5 सेकेन्ड्समा 5 स्टार गर्ने टेक्निक चाहिँ कस्तो हो दाइ म्याजिक हो है दाइ प्योर म्याजिक अनि मैले चाहिँ के सोचेँ भने म क्रेडिट ट्रान्सफर गरी अस्ट्रेलिया जान्छु भन्ने सोचेर मैले एप्लाई गरेँ अस्ट्रेलिया अनि ठ्याक्कै भिजा पनि लाग्यो तर यहाँ आएर थाहा पाएँ कि मैले क्रेडिट ट्रान्सफर गरेँ भने म टिआर नपाउने अरे किनकि मेरो भिजाको लेन्थ घट्छ नि त त्यही भएर अब 1 वर्ष 1.5 वर्षकोले टिआर नपाउने भन्न लाग्यो त्यसपछि मैले के गर्नु पर्यो बार्बिक्यू बन्दैछ एक 1 राउन्ड खाइसक्यौँ हामीले पोर्क बार्बिक्यू त्यो भयो अनि क्याम्पिङको डिप गफ ठिक छैन कि चल्दैछ हाम्रो कस्तोलाई ठिक छ भने चाहिँ जोसँग अलिक पैसा छ होइन एकदम पैसा छ तिनीहरूलाई चाहिँ एकदम सही युके अहिले त सिट कन्ट्री भइसक्यो नि इन्डियनले खाइसक्यो युके त पहिला पो म्याचको लागि ठिकै छैन कि युके ओभरअल पनि अब चाहिँ उ भइसक्यो क्या पहिला भन्दा भनौँ न हामीसँग लेमन पनि थियो यार लेमनै देखेन कि लेमन मैले यहाँ लिएर आएको छु उता भिजन हेरेर त त्यहाँ हुनुपर्छ लेमन भए के छ चक्कुकै सँग ला यहाँ यहाँ भाइ छ हाम्रो फेरि 1 मोर टाइम होइन यसमै राख्ने मैले चाहिँ नेभर ट्राई दिस ल ब्रो यार कडा हाम्रो चाहिँ सब आज योपालि चाहिँ क्याम्पिङमा सब प्रिपेरेसन छ होइन सागको ऱ्याप बनाएर हामी चाहिँ चिकन खाँदैछौँ होइन त के हो साग के हो विसन दाइ हजुरको आइडिया हो यो हो नि के हो एक्सप्लेन गर्दैछ नि त एकदमै होइन म्याजिकल डिस है साग र पोर्क सेकवा साग भनेको चाहिँ होइन पोर्क सेकुवा प्लस चिकन है ठिक अहिले चाहिँ 11:30 भइरहेछ होइन हामी चाहिँ यहाँ फिसिङ गर्दैछौँ 11:30 बजी अरू मान्छे सुतिरहेछ क्याम्पिङ गरेर हामी चाहिँ यहाँ फिसिङ गर्दैछौँ अहिले चाहिँ हामी फिसिङ गरेर फर्किरहेछौँ होइन हाम्रो फिसिङ चाहिँ माछा ब्यागमा त्यही त माछाहरू यति धेरै परेछ नि होइन ब्यागभरि माछा छ 12 बजिरहेछ अहिले हाम्रो 12 बजी चाहिँ फिसिङ कार्यक्रम सकिएको छ होइन अब अन आवर वे टु आवर क्याम्प होइन अब आजको लागि यति नै हामी सुत्छौँ भोलि बिहान पानी छ होइन हाम्रो
चाहिँ अहिले हामी फिसिङ गरिरहेको फिसिङ गर्दा चाहिँ झन्डै एउटा बेबी सार्क पक्रियौँ होइन त्यही भएर त्यो चाहिँ पोल्नु लागेको यहाँ यहाँ फेरि शान्ति नआएकोले फेरि हुन्न होइन ठुलै बाल्नु पऱ्यो होइन ठुलै गर्नु पऱ्यो सार्क भनेपछि त सार्क पोल्नु लागेको धन्नै सँगै राखेको नि है त्यो सार्कले त्यही त सँगै एकछिन बच्यो नि यार बचे नि धन्न बजे होइन यार थ्याङ्क गड नत्र मेरो भ्लग नै कसले अपलोड गर्थ्यो यार सार्क कहाँ छ यार ए त्यो तालमै गयो क्या फेरि सार्क हेरेन हौ बेबी सार्क डुडु भयो नि तिमीहरू फेरि तालमै फाल्थ्यो जस्तो लाग्यो यार सार्क तालको पानी माछीले खानी दाइ यार कस्तो ल्याङ गरे नि सगनले बल्ल बल्ल परेको सार्क फेरि तालमा फालिदिएको सार्क ट्याङ्क हाल्नु के छ भने सार्क ट्याङ्क नेपाल भयो नि त कि सार्क ट्याङ्क अस्ट्रेलिया भयो केटाहरू अब सार्क ट्याङ्क घुम्न जाने भइसक्यो त्यही हो नि हाम्रो चाहिँ आजको डे होइन क्याम्पिङ गरेर फिसिङ गरेर होइन एट दि एन्ड बार्बिक्यू गरेर एट दि एन्ड अब झमझम आगो बालेर आगो तापेर हामी सुत्छौँ होइन भोलि बिहान नै चाहिँ पानी छ पानीलाई चाहिँ हामी सुतेरै कटाइदिने विचार छ होइन विल सी यु गाइज इन अ व्हाइल है त आगो पनि बोल्यो होइन वुमेन एन्ड चिल्ड्रेन फर्स्ट वुमेन एन्ड चिल्ड्रेन फर्स्ट हो दाइ प्लिज आऊ येलो येलो यो राफ्ट हालेको नि यसो देखाइदिउँ न होइन ब्रो हाम्रो दाइ चाहिँ धकल्नु गछ नि एकैचोटि गर्नु त हाम्रो चाहिँ यहाँ राफ्टको टेस्टिङ भइरहेछ होइन राफ्टिङ चाहिँ सोचे जस्तो भएको छैन तर अब ब्रो तिमी धेरै पछाडि लिन गर्यो क्या दाइ पछाडि दाइ वान पेडल एट अ टाइम हो क्या दाइ वान पेडल एट अ टाइम दाइ फिर्ता त दाइ स्विम गरेर आउनुपर्छ क्या हो यतातिर पुस गर्नु न सिधा यस्तरी के आइल्यान्डतिर नजाइस न यहाँ लेक कलेज चाहिँ बब्बाल रहेछ होइन एकदम ठुलो अनि यहीँ टोइलेटहरू पनि सबै यहीँ रहेछ टोइलेटहरू पनि पब्लिक टोइलेट जस्तो भन्दा हल्का क्लिन नै रहेछ होइन सावर सब भएको अनि हाम्रो क्याम्प चाहिँ सिधा यतातिर बिचतिर छ एकदम रमाइलो छ फ्री सबै क्याम्पिङ आरबी सबै पार्किङ सबै फ्री हो सिडनीबाट 3 hours ड्राइभ 150 किलोमिटर्स होइन ठिक छ कस्तो भयो त साको दा उसको एक्सपिरियन्स कस्तो भइरहेछ त ऱ्याफ्टिङ स्याफ्टिङ has to be one of the best camping ever, best adventure ever, one of the best. के मात्रै गर्नु भन्दैछ barbecue, grilled chicken, fry गरेर. Then we went to night fishing, हैन. Then we started music and dancing and all. रातिको 2 बजेतिर. So starting today morning, हामीले coffee खायौँ by the lake. मजा आयो, it was good. त्यसपछि we started our boarding adventure होइन त्यसपछि we just had one raft for this time because we were just giving it a go how it goes होइन I'm first time हो and I'm saying life jacketहरू पनि थियो so we're just trying out and looking how it goes तर what we have realized is that we should have got like 4 rafts so one each होइन last मजा आइरहेछ क्या honestly एकदम मजा आइरहेछ I went for 2 rounds and let's see if I can go one more so we have to be careful about the time as well यहाँबाट सिडनी एकदम टाढा छ though we'll not say एकदम टाढा छ but it's gonna take a fair amount of time and we don't want to stay just here so yeah it should be alright we're having a blast हामी चाहिँ प्याक गर्दैछौँ हामीले फिसिङ पनि गऱ्यो एउटा पनि माछा पारेन होइन त्यही भएर अर्को माछा पार्ने ठाउँमा यो लेकमा चाहिँ धेरै छेउछेउमा धेरै गहिरो नभएर माछा एउटा पनि परेन होइन त्यही भएर हामी अर्को लोकेसन ट्राउटको लागि फेमस लोकेसनमा जाँदैछौँ फिसिङ गर्नको लागि अनि सबैजना प्याक गर्दैछौँ होइन हाम्रो टेन्ट यहाँ छ अब डिस्मेन्टल सब सामान जति गाडीमा अटिसक्यो होइन
ग्यास बाल्ने हो दाइ हामी ग्यास अहिले एकछिनपछि त्यो ससेज के अरे ससेज र के अरे नुडल्स खानु पऱ्यो त मासु ग्यास चाहिँ अहिले बाल्यो नि त मासु पकाउँछु अहिले हेर्नु त ब्रो किन हो रोटी र त खाएर हिँड्ने हो क्या रोटी खाएर जाउँ न यहाँ खाल्ला हो पर्सि अन प्याक गरिसकौँ डुबेर खायो त्यही भरेबाट हाल्नु भाडैबाट हाल्दै हुन्छ क्लोज अफ सर्ट हान्छ हजुरबाट हजुर काम गरिरहेको सर्ट हान्छ क्या नजिकबाट यहाँ देखाउनु यहाँ कस्तो मजाले पाकिरहेको छ होइन सर गर्दै ल हामी चाहिँ अब निस्क्यौँ होइन हाम्रो लेक वालेस क्याम्प ग्राउन्डबाट होइन अब हाम्रो नेक्स्ट डेस्टिनेसन भनेको फिसिङ गर्न हुन्छ होइन ट्राउट फिसिङ त्यही हो सब प्याकअप भइसक्यो सब सामान यतातिर छ कस्तो भयो त दाइ ट्रिप एकदम रमाइलो अब वी आर हेडिङ टु नेक्स्ट डेस्टिनेसन फर फिसिङ है हजुर पारि चाहिँ होपफुली विल गेट सम फिस अहिले चाहिँ हामी थम्सन क्रिक ड्याम आएको छौँ होइन हाम्रो लेक वालेसबाट लेक वालेस हजको कुरा सुन्छु म लेक वालेसबाट भर्खरै हामी 10 मिनट्सको ड्राइभबाट लेक थम्सनमा आएको छौँ होइन अब यहाँ हामी फिसिङ गर्छौँ होइन यहाँ एकदम ट्राउटहरू पाउँछ भनेर हामीले रिसर्च गरेको थियौँ होइन यहाँ साइडमा उता देखाएको छु दाइ भेडाहरू पनि रहेछ यहीँ नजिकै होइन भेडाहरू पनि रहेछ होइन क्या पिसफुल ठाउँ यो चाहिँ कसैको प्राइभेट फार्म हाउस जस्तो रहेछ होइन अब चाहिँ फिसिङ गर्छौँ हामी ल यहाँ पहाड पनि छ एउटा ड्याम अहिले चाहिँ हामी ड्याममा आइसक्यौँ होइन यहाँबाट चाहिँ फिसिङ गर्न मिल्दैन रहेछ मेरो पछाडि ड्याम छ होइन थम्सन क्रिक ड्याम ठुलो छ अनि सोरबाट फिसिङ गर्ने रहेछ उता कता यहाँभन्दा टाढा कति 10 मिनट्स वाकमा त्यहीँ जाँदैछौँ अहिले चाहिँ हामी अहिले चाहिँ हामी फिसिङ गर्ने लोकेसनमा आइसक्यौँ होइन हामीले 20-25 मिनट्स बिताइसक्यौँ यहाँ होइन अनि माछा अहिलेसम्म पारेको छैन तर यो हाम्रो यो ड्याममा चाहिँ ट्राउटहरू नेपालमा पाउने ट्राउटहरू होइन रेनबो ट्राउट अनि अरू 5-6वटा ट्राउट मैले नाम बिर्सेँ होइन त्यो पाउने रहेछ अहिले चाहिँ हाम्रो फिसिङ जारी छ होइन माछा पारेपछि म फेरि भिडियोमा देखाउँछु है त लेट्स सी यु गाइस सुन विधान दाइले माछा होइन झन्डै 7 मार्सेको होइन मैले चाहिँ अहिलेसम्म केही विधान ब्रो यता हेर्दै ब्रो हाम्रो भ्युअर्सलाई तिमी केही टिप्स देऊ न फिसिङ सार्क पाइदिनु ब्रो हाम्रो भिसन दाइले चाहिँ 2टा माछा पारेर हाम्रो भिसन ब्रो चाहिँ पनि गरिसक्छ होइन बार्बिक्यू गर्दैछ माछालाई होइन हाम्रो चाहिँ यहाँ दादाले चाहिँ माछा होइन हाम्रो भ्यू यस्तो छ देखाइदिइसक्यो जताततै यहाँ कङ्गारू छ त्यहाँ ग्रुप देखाइछ न त्यो माथिको रहेछ है यो ड्याममा हामी चाहिँ फाइनली ड्यामबाट पनि फर्क्यौँ फिसिङ गरेर होइन अनफर्चुनेटली हामीले माछा चाहिँ पारेन होइन एउटा बाहेक माछा चाहिँ पारेन रहेछ अनि अब चाहिँ हामी घरतिर लाग्दैछौँ होइन हाम्रो हाइकिङ हाम्रो फिसिङ हाम्रो राफ्टिङ सबै गेम टु एन एन्ड होइन एकदम रमाइलो भयो एकदम जर्नी एकदम राम्रो भयो अनि योपालि चाहिँ क्याम्पिङमा हामीले धेरै एक्टिभिटिजहरू गऱ्यौँ होइन बार्बिक्यू राफ्टिङ क्याम्पिङ फिसिङ अनि फायर होइन त्यही हो ल विल सी यु गाइज इन नेक्स्ट भ्लग है त
आजको हाम्रो ट्रिप चाहिँ एकदमै बवाल भयो अब चाहिँ ट्रिप एन्डमा हो होइन एभ्रिथिङ्स कम्स टु एन एन्ड यो एकदम दामी मोमेन्ट अनि फ्रेस भयो होइन यो वेमा गयो हाम्रो रिल्याक्स धेरै कुरा गरियो होइन हजुर क्याम्पिङ हाल्यो फिसिङ केटाहरूले 2टा ट्राउट पक्रिहाल्यो हजुर बेस रमाइलो भयो ओभरअल भन्नुपर्दा माछा कस्तो दाइ माछा त दामी के हड्डी नभएको क्या ब्रो Especially gas and फिलेट निस्केको क्या फिस फिलेट फिस हो फिलेट हो ठिक फेरि अब ठिक नेक्स्ट टाइम फेरि हामी जान्छौँ रमाइलो गर्छौँ पहिला ठिक छ लाइफ इज ब्युटिफुल हजुर ल ठिक छ ल अब हामी चाहिँ हाम्रो ट्रिपको एन्डमा आइसक्यौँ होइन हामी सिडनी छिरेर अब आइपुगिसक्यौँ बिसन दाईलाई हामी यहाँ ड्रप अफ गरेर हामी हाम्रो घरतिर लाग्छौँ 15 मिनट्समा पुग्छौँ हाम्रो घर 10-15 मिनट्समा है त दाइ ट्रिप कस्तो भयो त एकदम रमाइलो भयो छोटो टाइममा धेरै कुराहरू गरियो एकदम मेमोरेबल भयो अब त्यही हो एकछिन गर्मी खाइयो एकछिन जाडो खाइयो अब पानी खाँदैछौँ अब फाइनली घर आइपुग्यौँ सेफ एन्ड फेरि जानुपर्छ हामी होइन सबैजना मिलेर हजुर टिल देन पिस आउट सी है त सी Well guys, but we are finally done with our camping, boating, fishing, whatever. It was a beautiful day yesterday and today. It's been so good. We did so many amazing things. About taking next time, I don't know what we're doing next time, but we're gonna have fun for sure. Alright, stay tuned. Take care. Bye. फाइनली हामी चाहिँ हाम्रो घर पुगिसकेका छौँ होइन अहिले 9 बजिरहेछ 3 आवर्स ड्राइभ पछि होइन अहिले हामी घर पुग्यौँ अनि त्यसपछि अब पानी परिरहेछ होइन पानी हिजोदेखि पर्ने जे होस् हामीलाई हाम्रो ट्रिपमा चाहिँ पानीले सताएन होइन जाँदाखेरि हल्का पऱ्यो अनि फर्किँदाखेरि पऱ्यो हाम्रो स्टेमा चाहिँ ट्रिपको स्टेमा चाहिँ पानी परेन अनि अब अहिले घर ठ्याक्क पुगेपछि फेरि पानी पर्दैछ होइन हाम्रो ट्रिप एकदम बवाल भयो हामीले क्याम्पिङ सँगसँगै फिसिङ पनि गऱ्यौँ राफ्टिङ पनि गऱ्यौँ होइन अनि बोनफायर बार्बिक्यू सबै गऱ्यौँ होइन ट्रिप एकदम मेमोरेबल भयो अहिलेसम्मको बेस्ट भयो होइन ठाउँ पनि एकदमै बवाल नै रहेछ होइन ल सी यु गाइज नेक्स्ट टाइम है त सी यु गाइज नेक्स्ट टाइम किप वाचिङ Isabel?